अब खालि अब जेन्जीहरूले आन्दोलन गर्यो, सरकारी भवनहरू तोडफोड गर्यो भन्छ तपाईहरू हैन। हेर्नुस् यहाँ यो एमएलए को मान्छेहरूले यसरी गैँडा ल्याएर यहाँ छोड्दिया छ हैन। हामीले चाहिँ यो अब मन्त्रालयलाई फोन गर्दैछु हैन, वन विभाग मन्त्रालयलाई। हेर्नुस् यसरी गैँडा एकसिङे गैँडा यसरी ल्याएर छोडिदिरहेको छ यहाँ हैन। यो चाहिँ अब भन्नु यो पनि अब यो त अब जेन्जीको विद्यार्थीहरूले त बोक्न सक्दैन होला। तपाईहरु आफै विचार गर्नुस्, अब जेन्जीले गर्यो होला त। हेर्नुस् यसरी ल्याएर गैँडा यहाँ ल्याएर राखिदिरहेछ हैन। यो गैँडा चाहिँ अब एमएलएहरूको काम हो हैन। हेर्नुस् हैन, अब यो गैँडा बोक्ने त अब जेन्जीहरूसँग त विद्यार्थीहरूसँग त्यति ठुलो त पावर छैन होला। हेर्नुस् ल, अब यो यस्तो गैँडा लिएर आएर भक्तपुरको अब उसमा राखिरहेको छ यो हैन। म बस्ने त घर बाहिर, त्यही भएर ल।